के छ के आमा कथा अर्कै छ यो फोटो हेर यसको ठ्याक्कै अनुहार भएको फोटो चाहिँ मैले फेला पारिनँ तर यसको हुली आयो त्यसले फुर्लुङ भिर्छ अनि एउटा झट्टे टाइपको सेतो स्टकोट लाउँछ अनि कालो कान छोप्ने कालो टोपी लाउँछ यो कुरो के विचार गर भने यो लाउने मान्छे घरभित्र मात्रै होइन यो आँगनभित्र पनि ढिम्किनु हुँदैन हाम्रो फिकर नट के भएन त्यसलाई देख्ने बित्तिकै ब्याक टु ब्याक केटाहरू बोलाएर त्यसको भुँडीमा हानेर टोटल दाँत झारिदिन्छु कि त्यति चाहिँ गर्नु पर्यो है अब चाहिँ नि सबै उनीहरूको योजना थाहा पाएपछि पनि म चाहिँ नि मेरो फुर्लुङ भिरेर कालो टोपी लाएर त्यो सेतो स्टकोट लाएर हिँड्छु त अब ट्याक टुक यस्तो गरेपछि ठ्याक्क उसले चिन्दा पनि चिन्दैन गयो नाम पनि परिवर्तन अब मेरो नाम अब मन परेमा साथीहरूलाई कमेन्ट ल बाबा ल गर्न चाहिँ नबिर्सिनु तेरो है। योजना सफल होस् है धन्यवाद बुढीमा। अनि यस्तै भिडियो हेर्नको लागि मलाई सब्स्क्राइब गर्नुहोस् अन्त टाउकोमा डल्लै कालो टोपी कालो सर्ट आमामा वाइट स्टोकोट हानेछ हो अन्त यसलाई चिन्ने भनेको यो कम्मरमा फुर्लुङ रहेछ कि अन्त नाम चाहिँ बल्छे यसलाई भेट्यो भने डल्लै लेमिनेसन हान्दिने हो हुन्छ मामा हुन्छ लेमिनेसन हाने नि हुन्छ बाइन्डिङ हाने नि हुन्छ अहिले चाहिँ मामा पानी सकियो घरमा म पधेर मोबाइल कान लिएर आउँछु है आम्बो अन्त के भान्जीको दिमाग पनि डल्लै प्रोम्याक्स नै रहेछ हो पानी लिन जान भनेर यो बल्छीलाई भेट्ने होला होइन अन्त कि यो पानीहरू जलहरूको केही टेनाल लिनु पर्दैन हो भान्जी यो मामा छ कि डेभिड मामा अन्त बरु भित्र गएर गाग्रीहरू होइन जगहरू लिएर कि म डल्लै पानी लिएर आइदिन्छु ल हजुरलाई दुःख मात्र हुन्छ फेरि आम्बो गिद्दी ह्याप्स गर्ने कुरा नगर न भान्जी फिकर नट के अन्त भेनाले डल्लै तिमीलाई हेरिराख्नु बाहिर गयो भने अन्त भेट्छ भनेर मलाई जिम्मेवारी टोटल दिएर गएको छ कि ल्याउ टेना नलिने कि म यो गएँ भइहाल्छ नि ल्याउ घरमै बस्ने ल डल्लै बुक्स भन त बोल्छु हेर न हाम बाबाले त मामालाई तिम्रो सब हुलिया बताएर जानुभएछ नि अब के गर्ने हे तेरिका तिम्रो बाउले तिम्रो मामालाई मेरो सबै हुलिया देखाएर के भयो त मैले सबै हुलिया नै परिवर्तन गरिसकेँ पुरै हेर्दाखेरि अहिले अर्कै देखिरहेछ के पप्पी टाइपको र अर्को कुरा सुन मैले नाम पनि चेन्ज गर्दैछु मेरो नाम अब बल्छी होइन पप्पी पपी रे कस्तो कुकुरको जस्तो नाम राख्यो नि फेरि हे तेरिका पुक्स कुरा बुझ्दैनौ के तिमी मैले बिरालुको जस्तो राखेको होइन नि त कुकुर भने त सु हो नि त राम्रो हो घरको चाहिँ रेखदेख गर्छ त्यही भएर राखेको पप्पी ल ल सब तिमीलाई थाहा छ अब के गर्ने तिमी आफै गर तैँले त मलाई कुकुरकै आमा बनाएर छोडिस् होइन अरे राम पप्पी समय परिस्थिति भने के हो त कहिले कस्तो हुन्छ कसरी चल्नुपर्छ समयअनुसार चलेन भने कसरी सफल हुन्छ नकर उड्नु पप्पी ब्रो या कस्तो मान्छेको अनुहारै कहिले नदेखाएर जस्तो गरी हेर्नु भयो हो दाजु आम्बो अन्त के हेर्नै नहुने चाहिँ होइन होला नि त हो भए पनि किन एकौरो परेर हेरिरहनु पर्छ नि